नमस्ते साथीहरू, आज हामी तपाईहरुलाई मेलम्ची घ्याङतर्फको यात्रा गराउँदैछौँ। भिडियो हेरेर साथ दिनुहुन्छ भन्ने आशा गरेको छु। बाटोको अवस्था र मेलम्ची घ्याङको सेरोफेरोको भ्रमण गराउने नै छौँ। मेलम्ची घ्याङ चाहिँ विशेष गरेर बौद्ध मार्गीहरूको धार्मिक स्थलको रूपमा मानिन्छ। विभिन्न ठाउँमा ट्रेकिङ जानको लागि पनि यस ठाउँलाई बेस क्याम्पको रूपमा लिइन्छ। यो ठाउँ अति नै मनमोहक रमणीय स्थानमा पहाडको काखमा ठपक्क बसेको जस्तो देखिन्छ मेलम्ची घ्याङ। गुड आफ्टरनुन साथीहरू, हिजो चाहिँ हामीले काठमाडौँबाट ढिलो नै निस्क्यौँ अनि यो हेलम्बु चनौटे रिसोर्टमा आएर बास बस्यौँ। यहाँको खाना बसाई असाध्यै राम्रो लाग्यो। यहाँबाट हामी बिहान उठेर सोर्सिङ झरना घुमेर आयौँ। अब हामी यहाँबाट मेलम्ची घ्याङतर्फको यात्रा सुरु गर्दैछौँ। ओके, बाई बाई। मान्छे त हिरो हो क्या, टक्क कपाल सपाल पालेर। मेलम्ची घ्याङ जाँदाखेरि बाटो यस्तो छ। यो साँग्रो बाटोबाट अलि अगाडि गइसकेपछि झोलुगे पुल भेट्छौँ हामीले। झोलुगे पुल तरेर तपाईहरु पनि भेट भयो नि? ए हामी त त्यो झोलुगे पुल झर्ने बाटो थाहा नभएर उ माथि गएर सोध्यौँ, यता गएर सोध्यौँ। साथीहरू, अहिले दिउँसोको 3 बजिसकेको छ। हामीले झरनाबाट फर्केर रिसोर्टमा खाना खायौँ। अब हाम्रो यात्रा चाहिँ मेलम्ची घ्याङतर्फ हामी अगाडि बढ्दैछौँ। यो पुल क्रस गरेपछि हामी लेफ्ट जानुपर्ने हुन्छ। यहाँ भाइहरू भेट भयो। भाइहरू चाहिँ कहाँ जानु लाग्यो तिमीहरू? क्युल बगर। ए यहाँबाट कति बेर लाग्छ हिँड्यो भने? 40 मिनट। झन्डै हिँड्दै 1 घन्टा जति लाग्ने रहेछ है। कपाल काट्न आएको? ए ल, अब त्यसपछि हाम्रो 3टा बाइक छ। तिमीहरू 4 जना मिलेर जान्छ भने हामी लगिदिन्छौँ। सानो मान्छे 2 जना चाहिँ एउटामा बस्छ होइन, अनि अर्कोमा 1-1 जना बस्छ। तिमी 1 जना हो, त्यसमा जाऊ न त। ठाउँ आइपुगेछ भन्नु ल मलाई। बस्छ छैन? ल जाउँ है त। अब यो भाइहरूलाई एकछिन भए पनि सजिलो हुन्छ भनेर चाहिँ हामीले माथि क्युल भन्ने गाउँसम्म लगिदिनु लागेको हो। खास चाहिँ यहाँ त गेट बनाइदिएर छ हामीलाई त। 10-15 दिन लाग्छ होला। खोलाको पानी कस्तो राम्रो भएको छ है अहिले। अस्ति नै हामी आउँदा त पानी सबै मैलो भएको थियो, अहिले राम्रो भएछ। मेरो घर जोरपाटी। ए नयाँ बस्ती पनि हो? पढ्नलाई चाहिँ यहाँ होस्टेलमा बसेको? ए उताभन्दा यता राम्रो हो र स्कुल? मान्छे चाहिँ यताको मान्छे चाहिँ बौद्ध गएर पढ्छ, तिमी चाहिँ यहाँ आएर पढेको है? यहाँ माछा फार्म कहाँनिर थियो बाबु? ए ए अँ ए उसको चाहिँ यहाँ। ए हाम्रो चाहिँ अलि उता होइन त? ए ल, ऊ भाइ यहाँ पुग्यो। अब हामी अलि अगाडि पुग्ने। तिमीहरूको चाहिँ अलि उता हो? तिमीहरूको त अझै माथि हो नि? हजुर ल, मैले आउनुभन्दा अगाडि भन है भने त बिर्सेछौ। यतै झन्डै माथि पुग्यो भाइहरू। नाम SANJIT TRAVELLER। ओके, बाई बाई। ट्राउट फार्म रिसोर्ट। अब हाम्रो मेलम्ची घ्याङतर्फको यात्रा अगाडि बढ्दैछ। अब हामी मेलम्ची खोलालाई फेरि तर्दैछौँ दोस्रो पटक। पानी देख्न सक्नुहुन्छ कति सक्लो पानी छ। पहिला चाहिँ यहाँ फलामको पुल थियो। पानीको कलर देख्दाखेरि चाहिँ असाध्यै लोभलाग्दो हरि एक्वा कलरको छ। हाम्रो यात्रा निरन्तर जारी छ।
मेलम्ची ग्याङतर्फ। अहिले फेरि हामीले मेलम्ची खोलालाई तेस्रो पल्ट क्रस गर्दैछौँ। हजुर, तेस्रो पल्ट क्रस हुँदैछ मेलम्ची खोला। पानीको कलर चाहिँ कस्तो राम्रो छ। अब चाहिँ बल्ल हामी उकालो चढ्छौँ गाडी। बाटो आयो त आमा याङ्ग्रीले त्यो जिपलाई सोध्नु पर्ने बिर्सिको बाटो चाहिँ खोलाको बगरै बगर बनाएको छ अस्थायी जस्तो गरेर। फेरि आयो दुईवटा बाटो। अब फेरि हामीलाई कन्फ्युजन भयो। यतै हो सर त्यस्तो यहीँबाट माथि हो। हामी यताबाट माथि हो र यहाँ सोध्नु दाइ मेलम्ची घ्याङ जाने बाटो यही हो नि? हजुर हस्। हामी उताबाट उक्ल्या भए चाहिँ त्यो पिच बाटोबाट छिर्ने होला। यताबाट पनि यतै लाग्ने त रहेछ नि। पुरै घिस्यो पुरै घिस्यो। ए त्यहाँबाट चाहिँ जबरजस्ती निकाल्यो। ल ठेल्नु नि त अलिकति। डोजरले भर्खर भर्खर सम्झाएको रहेछ बाटो। नाककोटे कटेपछि चाहिँ अलिकति सोध्नुपर्छ। अब भन्नु त अर्को पनि छ। हामीलाई पठाएको हो र सर? ए हाम्रो किरण दाईको बाइकलाई मात्रै रहेछ नचिन्ने बाटोले। तपाईँको बाइकलाई मनाइ नहुने रहेछ। तपाईँले रोक्नुभयो क्या? होइन, रोकेपछि त सिद्धि गर्ने दाइ, नरोकी आउनु पर्ने क्या। ऊ त्यो तपाईँ भएको छैन ठेल्नुपर्छ दाइ। ऊ त्यो ढुङ्गासम्म उही अगाडि पर्खेको चाहिँ मेरो बाइक। अगाडि चाहिँ यसो भयो सर। सकिन्छ यता भित्र चिया पनि सकिन्छ। अलिकति ब्याग जान हो त्यो नै पर्छ। मेलम्ची घ्याङ जाँदाखेरि बाटो यस्तो छ। आउनु पर्ला जस्तो पर्नु सर। यहाँनिर चाहिँ यो गाडीले खनायो क्या सर। यो गाडीले भुसुकै खनाएर बिगारिदिएछ। भन्दै नाच्ने है बाइक त। वाटर क्रसिङ आयो। आहा कति राम्रो तिहारको फुल। तिहारमा लगाउने फुल फुलेर छ। साथीहरू हामीहरूले मेलम्ची घ्याङ देख्न थालिसकेका छौँ। यो माथि अहिले हामी छमुथाङ भन्ने ठाउँमा आइपुगेका छौँ। आमा याङ्ग्री बेस क्याम्प 3200 मिटर लेफ्टतिर झर्छौँ। मोबाइल चार्ज आजलाई पुग्यो। गोप्रोको ब्याट्री एउटा पनि चार्ज हालिहालौँ।
जाँदा जाँदै सबै चार्ज गर्न पाइयो। पुरै पानी पानी छ। आहा मजाले पानीमा चलाउन सक्छ, बाइक पनि कुल हुन्छ। यस्तो रमाइलो पानी। आहा पुरै बाटोभरि पानी बगेको छ। जुत्ता चाहिँ भिज्ला जस्तो भयो, सबै भिज्ने नै भयो कि क्या हो झन्डै। त्यो त भोटाङको पानी क्रस गरेको याद आयो मलाई त। साथीहरू अहिले चाहिँ हामीहरू यो नाकोटे भन्ने ठाउँमा आइपुगेका छौँ। यो चाहिँ नाकोटेको सानो बस्ती रहेको छ यहाँ। हाम्रो किरण सर चाहिँ यहाँ अलि अगाडि बसेर बढेर सोध्दै हुनुहुन्छ। म चाहिँ अलिकति अगाडि गएँ। यो नाकोटे भन्ने ठाउँमा आइपुग्यौँ हामीहरू। यतापट्टि रहेको छ गुम्बा अनि यतापट्टि होटेल पनि रहेको छ, जम्बाला गेस्ट हाउस एन्ड रेस्टुरेन्ट। यो नाकोटे हो। हामी जानुपर्ने त ऊ त्यो टावर भएर ठाउँनि रहेछ। हो त्यहाँ माथि हो दाइ। सकिँदैन नि, 1 घन्टा पनि सकिँदैन। कहाँ यहाँबाट 25 मिनटमा पुग्छ अब। के कुरा गर्छ ल हो भने यहाँ आएपछि तपाईँको 25 मिनटमा पुगिन्छ अब। अब त्यो झोलुङ्गे पुल छ, झोलुङ्गे पुल क्रस गर्ने अनि माथि गएपछि त तपाईँ छक्क पर्नुहुन्छ कि यस्तो ठाउँ छ। ऐनामा हेरी तपाईँ अनि एफजेड पाएपछि साथीलाई छोडेर हिँड्ने नि। उसलाई ऐनामा हेरी आएको भने म यो मुला त बुझिरहेको छु। यो भन्दा म गर्नु उहाँहरूसँग के सोध्नुभयो? हिँडेर आएको रहेछ नि त उहाँहरू। उहाँदेखि हो के अरे सुन्दरी जलदेखि 6 दिन भयो। यहाँनिर छ नि। हजुर साँगुरो छ। अब हामी नाकोटेबाट अगाडितर्फ लाग्दैछौँ साथीहरू। हाम्रो नारायणटार जोरपाटी काठमाडौँबाट चाहिँ यहाँसम्म सुमो चल्छ। त्यसपछि योभन्दा अगाडि चाहिँ त्यहाँबाट चाहिँ मेलन्सी घ्याङ जानको लागि हिँड्नुपर्छ र पारिपट्टि पनि एउटा सुमो छ भन्ने सुनेको छ। पुल क्रस गरेपछि त्यो सुमो चढेर फेरि त्यहाँबाट जानुपर्छ अरे भन्ने सुनेको थियौँ। अब हेर्दै जाउँ हामी पनि। उताको काठको मुढा हेर्न थालेको, यता झन्डै आफू मुढा गुल्टे जस्तो गुल्टे। त्यो झरनाबाट मुढाहरू झार्ने होला है सर, माथिबाट पानीमा चिप्लेर तल आउने होला क्या, बोक्न अलिकति पनि नपर्ने। त्यही भएर जहाँ हेऱ्यो भने पानी भाटामा झारिरहेको हुन्छ। ए बुढा के गरे? बाटो यस्तै छ साथीहरू। यो माटो बगाएर ढुङ्गा मात्र बाँकी छ अनि अलिअलि चिप्लो त छ। किरण दाइलाई चाहिँ अलिकति गाह्रो भएको जस्तो छ। हामीहरूलाई पनि गाह्रो नभएको चाहिँ पक्कै होइन। यो बर्खा सिद्धिएपछिको बाटो चाहिँ ढुङ्गा हुने रहेछ धेरै, माटो जति बगाएर। त्यस कारणले अलिकति ढुङ्गाले लडाउला जस्तो गर्ने रहेछ। हजुर ब्यालेन्स बिग्रिने, अलिकति ट्र्याक छुट्यो भने चिप्लिहाल्ने। सिधा 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 जाऊँ अनि सोचौँ न, नभए फर्किउँला। किनभने त्यो तलको बाटो त होइन होला नि त, धेरै खोजमा भयो तल त। गाडी गुड्ने बाटोको चाहिँ पुल बगाएको हुनाले हामी यो गोरेटो बाटो जाँदैछौँ। हेर्न सक्नुहुन्छ यस्तो साँघुरो बाटोबाट हामी छिर्दैछौँ। यो साँघुरो बाटोबाट अलि अगाडि गइसकेपछि झोलुङ्गे पुल भेट्छौँ हामीले। झोलुङ्गे पुल क्रस भइसकेपछि चाहिँ अनि फेरि पारिपट्टि ठुलो बाटो भेटिन्छ। बाटो असाध्यै साँघुरो रहेछ। यहाँ चाहिँ एकदमै विचारै गर्नुपर्छ, असाध्यै साँघुरो बाटो छ। झोलुङ्गे पुल पनि अब हामीले देखिसकेका छौँ। म चाहिँ एकछिन साथीहरूलाई एकचोटि बोलाउन गएँ। उहाँहरूले बाटो कन्फ्युज भएर चाहिँ बसिराख्नु भएको छ त्यहाँनिर। मेलम्ची घ्याङ चाहिँ यो माथितिर पर्छ साथीहरू। अब हामी यो गोरेटो बाटोबाट अगाडि गएर त्यो झोलुङ्गे पुल देख्न सक्नुहुन्छ हजुरहरूले। यहाँबाट अलिकति भए पनि यो झोलुङ्गे पुल तरेपछि पारि पुग्छौँ। हामी चाहिँ यताबाट आयौँ,
यो घरहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ नाकोटे भन्छ यो ठाउँलाई चाहिँ। हामी यो नाकोटेबाट यसो गरेर अनि यहाँ एउटा यो झोलुङ्गे पुल झर्ने गोरेटो बाटो झर्ने एउटा चोक जस्तो सानो ठाउँ छ। त्यहाँ गाउँलेलाई सोचेर हामी अगाडि बढ्यौँ। अब म चाहिँ यहाँ साथीहरूको पर्खाइमा छु। बाटो असाध्यै साँघुरो छ, स्टेप मिलाएर जान पर्ने हुन्छ। सर आजको यात्रा कस्तो भयो? एकदम यो साइकल हिँड्ने बाटोमा मोटरसाइकल यस्तो गोरेटो बाटोबाट हेर्नु न, मोटरसाइकल मात्रै अट्ने ठाउँ छ यो। सर खास किन यो बाटो आउनु पर्यो हामीलाई? यो उतापट्टि मेलम्ची ग्याङ जाने भनेको हजुर तलपट्टि कपी पुल चाहिँ भत्किया रहेछ। हजुर नयाँ पुल झोलुङ्गे पुल बनाएको छ, त्यसलाई यहाँबाट क्रस अगाडि यहाँबाट है सर? अगाडि झोलुङ्गे पुल छ, हजुर त्यहाँ क्रस गरेर हजुर ए पारी गएपछि ठुलो बाटो भेटिन्छ होला सायद। पारी हजुर हजुर चौडाइ त छ, छिर्छ लामै छ छिर्छ होइन त? कस्तो लागिरहेछ तपाईँलाई? बाटो तर मेलम्ची घ्याङ जाने बाटो कस्तो लागिरहेछ? डेन्जर छ। डेन्जर हो त? बाइक यस्तो बाटो छ हेर्नु न, हाम्रो ल हेर्नु है, उता बाइक मात्रै अटेको छ ल। खोला छ, खोला यता खोला छ। सुबर्ण सर झोलुङ्गे पुल तर्दै हुनुहुन्छ। त्यति हल्लेर के यार, सकिन्छ क्या त आउनु। तपाईँ छोडेर Okay, bye bye. Way to the Melamchi gang. हामी मेलम्ची घ्याङतर्फ अगाडि बढ्दैछौँ साथीहरू, साँघुरो झोलुङ्गे पुल तरेर। अब म किरण दाईको बाइक लिन गएछ, किनभने यो बाइक गुड्नलाई नै यो राखेको देखिन्छ होइन सर? बाइक गुडेको दामै छ। तल यस्तो खोज छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले, यस्तो खोज छ। यतातिर नि हेर्न सक्नुहुन्छ, यस्तो खोज छ तल। यो चाहिँ मेलम्ची खोलाको मुहान जस्तो लाग्छ मलाई। अब जाँदैछ हाम्रो सचिवज्यूको बाइक। फेरि कस्तो फेरि हाम्रो गोरेटो बाटो सुरु भइसकेको छ पुल तरेपछिको। बाटो असाध्यै साँघुरो छ, हेर्नु होला साथीहरूले हेर्नु होला, बाटो साँघुरो छ। तपाईँहरू बाइक लिएर आउनुभयो भने चाहिँ अँध्यारो गरेर नबस्नु होला, यो बाटो चाहिँ बेलैमा खर्नु होला, किनभने अप्ठ्यारो छ, साह्रै साँघुरो छ। ब्याक आउनु, ब्याक। तपाईँहरू पनि यहीँ भेट भयो नि? ए हामी त त्यो झोलुङ्गे पुल झर्ने बाटो थाहा नभएर ऊ माथि गएर सोध्यौँ, यता गएर सोध्यौँ। यहाँ हेर्नुहोस् न, यो मैले यहाँ कतिजना मान्छेलाई कल गरेँ तपाईँहरूलाई बाटो देखाइदिनु भने, ए तर बिचरा मान्छे छैन, ओल्लो गाउँ मान्छे छैन रहेछ कि। यहाँ हेर्नु माथि मैले कतिजना मान्छेलाई फोन गरिसकेँ। हामी त उताको बाटो गएछौँ पुल भत्किया ठाउँमा, फेरि यता बल्ल बल्ल पत्ता लगाएर आयो। गुड मर्निङ गाइज। हिजो चाहिँ हामी आउँदै मेलम्ची घ्याङ आइपुग्नुभन्दा अगाडि नै रात परेको हुनाले तपाईँहरूलाई मैले बाटोको अवस्थाहरू देखाउन सकिनँ। अनि हामी चाहिँ राति यो होटलमा आइपुग्यौँ। यहाँ चाहिँ एकदम राम्रो बस्ने व्यवस्था राम्रो रहेछ। यहाँ बस्यौँ, खाजासाजा खायौँ, अनि पार्किङ पनि यहाँ सजिलो भएको छ हामीलाई। यहाँ हामीले बाइक राख्यौँ। उहाँ दिदीले मिठो बनाएर खुवाउनु भएको थियो हिजो,
दिदी नमस्ते। नमस्ते। तपाईँ यहाँ बसेर कस्तो रमाइलो भयो हामीलाई। हजुर अब हामी मेलम्ची ग्याङ एकछिन घुमेर आउँछौँ। हुन्छ खास रमाइलो छ भनेर अघि भन्नुभएको थियो हजुरले कता कता, हजुर हामी त्यतै जान्छौँ दिदी। सबसे राम्रो त हो माथि गयो भने राम्रो छ नि। माथि है दिदीको भनाइअनुसार चाहिँ सबैभन्दा माथि चाहिँ ऊ यो माथि कता दिदी ऊ यो हजुर यतातिर वहाँ झन्डा देख्छ है? सानो। हो। अनि यताबाट चाहिँ तपाईँको ट्रेकिङ रुट सुरु हुन्छ भने यतातर्फ चाहिँ विद्यालय जाने बाटो रहेको छ। यहाँको सबैभन्दा ठुलो विद्यालय, जुन विद्यालयमा चाहिँ +2 का स्टुडेन्टहरूलाई, लेडिजहरूलाई विशेष गरी फ्री छ भने जेन्ट्सलाई चाहिँ 50% शुल्क तिर्नुपर्ने रहेछ। अनि हामी यो होटलमा बसेको थियौँ हिजो, हिमालयन लामा लज एन्ड रेस्टुरेन्ट। हामीहरू चाहिँ अब मेलम्ची ग्याङ गाउँ घुम्नलाई जाँदैछौँ। माथि गुफा पनि छ अरे भन्ने, यहाँ ठुलो गुम्बा बन्दै रहेछ। यो भर्खर सुरुवाती छ अनि सुरुवाती चरणमा कति राम्रो छ हेर्नु। यहाँबाट तपाईँले मेलम्चीतिरको भ्यू देख्न सक्नुहुन्छ। यहाँबाट तपाईँहरूले यो आमायाङ्ग्री पिक पनि देख्न सक्नुहुन्छ। यहाँनिर लाग्ने होइन त अब घाम पारिलो छ तापिराख्नु जस्तो रहेछ। गुड मर्निङ। मर्निङ है मर्निङ। भाइले हामीलाई घुमाउँदै हुनुहुन्छ। जान्नु सर अगाडि बढौँ। हाम्रो भाइले चाहिँ हामीलाई हिजोदेखि गफ गरेर रमाइलो पनि गर्नुभएको छ। हजुर उहाँले हामीलाई मेलम्ची ग्याङ घुमाउँदै हुनुहुन्छ। गुम्बा के छ है भाइ एकचोटि भनिदिनु न सर। यो मेलम्ची ग्याङ चाहिँ अब यो गुरु पद्मसम्भव गुरु रिम्पोछेको एकदम चर्चित धार्मिक स्थल हो कि यहाँ चाहिँ। हजुर यहाँ चाहिँ अब विभिन्न ठाउँबाट जिल्लाबाट हजुर अथवा देश विदेशबाट हुन्छ नि त। अब बुद्धिस्टको हजुर बुद्धिस्टहरूलाई थाहा हुन्छ यहाँको बारेमा सबै। हजुर। अब पढेर यहाँ यस्तो यस्तो छ भने सब अब घुम्नलाई चाहिँ धेरै निकै पर्यटकहरू आउनुहुन्छ उहाँहरू चाहिँ। हजुर अब बुद्ध धर्ममा विश्वास गर्नेहरू। हजुर यो चाहिँ एकदम शान्त ठाउँ छ। यहाँ चाहिँ वातावरण तपाईँहरूले हजुर हेर्दाखेरि आनन्द फिल हुन्छ, रिफ्रेस हुन्छ। हजुर यहाँ आएर ध्यान केन्द्रहरू पनि छ यता, हजुर तपाईँहरू ध्यान गर्न सक्नुहुन्छ यता आएर। हजुर अनि यताको वातावरण एकदम स्वच्छ र ग्रिनरी छ, यहाँको हरियाली वन जङ्गल। हजुर अनि यो गाउँ चाहिँ एकदम एउटा जङ्गलको बिचमा हजुर फर्मेसन भएको छ। तपाईँहरूले अहिले भिडियोमा पनि देख्न सक्नुहुन्छ, उहाँले हाल्नुभयो नि हजुर पोस्टमा। पक्कै पनि। अहिले चाहिँ हामी माथि गुरु रिम्पोछेको मेडिटेसन केभ छ, हजुर त्यतातिर जाँदैछ हामी। मेडिटेसन केप चाहिँ अब यहाँबाट कहाँनिर उयो माथि गेट देख्न सक्नुहुन्छ तपाईँले। त्यो त्यो उयो माथि झन्डाहरू छ, त्यही हो। ए यहाँनिर होइन हजुर त? हजुर उ त्यो यहाँनिर माथि। ए अब तपाईँले त्यहाँ केभको दर्शन पनि गराउँछौँ यहाँ भिडियो मार्फत। हजुर अब देश विदेशमा रहनुहुने सबै नेपाली दाजुभाइहरू पनि यता आउन सक्नुहुनेछ। हजुर हाम्रो नेपालको गाउँ ठाउँ धार्मिक स्थलको दर्शन गर्नु होला तपाईँहरू पनि। पारिलो घाम लागेको छ। यताबाट अलिकति मेलम्ची सनबाथ ग्याङको पनि बिहानै दिन सक्छ, मर्निङ सनबाथको लागि एकदम। यो मेलम्ची ग्याङ घुम्नलाई चाहिँ प्रायः यस्तो गोरेटो बाटो नै युज हुन्छ हजुर है? हजुर गोरेटो बाटो बिच यता गोरेटो बाटो नै हो, अरू छैन। यो गाउँभित्र चाहिँ गोरेटो बाटोबाटै हो। हजुर अब धार्मिक स्थलतिर जानु पऱ्यो नि अब गोरेटो बाटो हुँदै हजुर सबै जानुपर्ने हुन्छ। गाडीको बाटो चाहिँ त्यतासम्म मात्र हो। यहाँ हामीलाई भाइहरू 3 जनाले घुमाउँदै हुनुहुन्छ। यहाँ हामी कहाँ जाँदैछौँ? अहिले गुरु टुफुक गिन्दा रङ्जेन हजुर हजुर त्यो केभ गुफा छ माथि। गुफा। हजुर गुरु रिम्पोछेको मेडिटेसनल गुफा। हजुर अनि अहिले त्यसको प्रवेशद्वार भर्खरै निर्माण भएको छ। हजुर अहिले अब अन्तिम चरणमा आज लगभग त्यो काम सकिन्छ। हजुर अनि अहिले हामी त्यतैतर्फ जाँदैछौँ। जाँदैछौँ अहिले माथि है? तपाईँहरूलाई देखाउँछु। यहाँको कामहरू चाहिँ उहाँ भाइहरूले गरिराख्नु भएको छ। हजुर हामी चाहिँ लक्किली उहाँहरूलाई भेटायौँ र उहाँहरूसँगै यहाँ आउन पनि पायौँ। हामी यहाँबाट अगाडितर्फ बढ्दैछौँ। नियमभित्र बसेर घुम्नुपर्छ होला। यो भित्र है? हजुर ए हजुर ठुलो चट्टान रहेछ माथि, छट नेचुरल छट जस्तो। यहाँ ढोका रहेछ, भाइले खोल्दै हुनुहुन्छ।
चाहिँ मैले कहाँबाट सोचेँ भन्दाखेरि यो हाम्रो साकुको वज्रयोगिनीमा पनि यस्तै खालको सानो यो त ठुलो भयो होइन यत्रो मात्रै छ कि यति मात्रै छ त्यहाँनिर चाहिँ पहिलाहरू हाम्रो पुर्खाहरू चाहिँ पहिला सुरु अघि तल भएको नि अनि को नाम पनि निन्दारण चित्तको निन्दारण पनि भन्छ निमा निन्दा भनेर चाहिँ निमा र द भनेर चाहिँ टिबेटन ल्याङ्ग्वेज हो अब सन र मुन यो ढुङ्गा यो चाहिँ होइन यो सामान राख्न यो चाहिँ एड्रेसहरू पछि रहेछ यो त पहिला उहाँ आउनुभयो उहाँ आएपछि बस्ने ठाउँ कहाँ छ के छ मलाई यहाँ बस्दाखेरि सजिलो यो चाहिँ पहिला खाली नै हो यो अनि त्यो ढोकासोका थियो हामी चाहिँ अहिले मर्निङ वाक जस्तो पनि गरेका छौँ र यो मेलम्ची घ्याङको बााउन्डरिज वाल देख्न सक्नुहुन्छ यो बााउन्डरिजभन्दा बाहिर जङ्गलको बाट एक राउन्ड मेलम्ची घ्याङलाई घुमेर स्कुलतर्फ अगाडि बढ्दैछौँ हामी तिनजना साथीभाइहरू हिँड्दैछौँ सुवर्ण सर किरण दाई हाजिर हुनुहोस् जङ्गलको म सञ्जित यस अनि यहाँ चाहिँ अब यो मैले किन यसो गरेको भन्दाखेरि तपाईँहरूले देख्न सक्नुहुन्छ यो मान्छे खासै हिँड्दैन रहेछ अरूभन्दा यो माकुराको जाल चाहिँ पन्छाउँदै हिँडिरहेको छ पाराको बाटोमा आइयो हजुर आज फर्क बेलामा चाहिँ अब कस्तो हुने हो खै किन आज फेरि बस्ने विचार छ क्या तपाईँलाई ए अघि केही मान्छेसँग पछि पछि पठाइदिनु पर्ने तपाईँलाई है बरु ए बाइक चलाउँथ्यो तर हामीलाई भन्दा उहाँको विश्वास हुन्थ्यो उहाँलाई पछि पर्ने रहेछ अहिले हामी गुफाबाट तल आइसकेपछि चाहिँ यो बन्दै गरेको फेरि अर्को एउटा नयाँ के भन्छ सुवन सर यसलाई यसलाई स्तूपा हो स्तूपा हो भेटेको छु। 1 2 3 4 5 6 7 8 वटा रहेछ धेरै कुराहरू बाँकी छ हजुर जस्तो यसमा यो अष्टमण्डलाको रूपमा एउटा प्रोसेस छ यो हजुर तामापत्र कलश छ अब यो अब जुत्ता गरिन्छ अहिले त व्हाइटमा मात्रै छ हजुर अब यो ब्याकग्राउन्डमा गऱ्यो यिनीहरूको कलरफुल गरेपछि यसको आकर्षण अर्कै देख्छ हजुर धेरै राम्रो देखिन्छ है कम्प्लिट भएको हेर्न चाहिँ तपाईँहरूलाई चाहिँ यही ठाउँमा आएर दुःख कष्ट भोगेर हजुर। यो एक्सट्रिम अफ रोडलाई चाहिँ एउटा हजुर। छिचल्दै यहाँसम्म चाहिँ आउनुपर्छ त्यसपछि यहाँ आइपुगेपछि यहाँको सुन्दर वातावरण हरियालीले गर्दाखेरि यो दुखाइ कष्ट सबै मेटिन्छ अनि विशेषता यहाँको प्रकृतिले हामीलाई स्वागत गर्न चाहिँ धेरै लालायत छ हजुर र अवश्य तपाईँहरू पनि हाम्रो भ्लग हेरेर आउनु होला अनि सर मैले ठ्याक्क एउटा नोटिस गरेँ सरको ठ्याक्क पछाडि ब्याकग्राउन्डमा आमायाङ्ग्री पिक देखे जस्तो लाग्यो सर हो हो सर हामीले 2 वर्ष अगाडि हामी हिउँ पर्दाखेरि आमायाङ्ग्री पिक हामी साथीहरूसँग 20 जना साथीहरूसँग माथि गएको थियौँ हजुर आमायाङ्ग्री पिकको हामी पश्चिमपट्टि पर्यो होइन सर पश्चिमपट्टि छ त्यो पश्चिमपट्टि भने चाहिँ अब गोसाइकुण्ड तपाईँको यो पछाडि हाम्रो ठ्याक्कै पछाडि यो स्तूपाको ठ्याक्कै पछाडिपट्टि पर्ने रहेछ एकदम रमाइलो भइरहेछ यो चाहिँ मेलम्ची ग्याङ हजुर अनि मेरो चाहिँ यो पहिलो पटक हो एकदमै मनोरम ठाउँ यो पुरानो चाहिँ हाम्रो पौराणिक चाहिँ हिसाबले चाहिँ गुरु रिम्पोछेले चाहिँ ध्यान गरेको चाहिँ हामी गुफामा गएर आयौँ त्यो पनि हेऱ्यौँ हामीले जस एकदम मनै आनन्द हुने खालको चाहिँ हजुर चाहिँ ठाउँ छ तर बाटो चाहिँ एकदमै डरलाग्दो हजुर। ठाउँमा आउनलाई बिचमा हामी झुलुङ्गे पुलको थ्रुबाट आएको हो बाटो चाहिँ छैन नै भन्दा नि हुन्छ अहिलेको कन्डिसनमा चाहिँ झुलुङ्गे पुल कटेर आउनुपर्छ मेन चाहिँ के हो भने बाटो चाहिँ एकदमै डरलाग्दो पाराको छ बाटो चाहिँ र त्यो ढुङ्गाको बाटोहरू छ त्यही भएर चाहिँ त्यहाँ चाहिँ अब हामी चाहिँ बाइकमा आएको भयो गोरेटो बाटो गोरेटो पहिलाको चाहिँ गोरेटो बाटोलाई अहिले अलिकति फराकिलो चाहिँ भएको थियो यो पहिला एउटा चाहिँ त्यहाँ पुल पनि बनाएको रहेछ पक्की पुल तर बनाएको चाहिँ 4-5 दिनमै चाहिँ यो लास्ट टाइमको बाढीले चाहिँ बगाएर लग्यो भन्ने चाहिँ हामीले सुन्यौँ मेलम्ची घ्याङ आउँदै गर्दा तल बाटोबाट जस्तो 2-3टा घर डाँडाको टुप्पामा देख्नु भएको थियो है हिजो र तपाईँले यहाँ यत्रो ठुलो फाँट छ जस्तो लागेको थियो हिजो एकचोटि होइन भन्नु लागेको थिएन यहाँ त अब के नै होला र भन्ने जस्तो फिल भएको थियो अझै पनि हेर्दाखेरि पनि अब कहिले पुग्नुला जस्तो पनि भएको हो होइन तर यहाँ आइसकेपछि अब हिजो रातको बसाइ हामी तल बस्या हो अनि त्यो हिसाबमा चाहिँ यो एरिया चाहिँ जस एकदमै अचम्मकै छ यो ठाउँ होइन सायद हाम्रो नेपालको सबैभन्दा पुरानो चाहिँ ट्रेक रुट होला मेरो विचारमा यो बाटो चाहिँ होइन यहाँबाट चाहिँ अब तपाईँको गोसाइकुण्ड जाने पहिलो बाटो सायद यही हुनुपर्छ
बल्ल अनि पछि चाहिँ नुवाकोटबाट खुलेको बाटो हो। यो पहिलो बाटो यही नै हो। हजुर यो चाहिँ बौद्ध मार्गीमा चाहिँ हाम्रो बुद्ध धर्ममा चाहिँ एकदमै विशेष धार्मिक स्थल हो यो ठाउँ। अनि किरण सर यहाँ गुम्बा चाहिँ ठुलो गुम्बा बन्दैछ अरे भनेर भन्नुहुन्थ्यो भाइले, कता यहाँ पर्यो? चाहिँ त्यो गुम्बामा पनि हामी अघि हेऱ्यौँ होइन, यो कता पर्छ चाहिँ त? परम सम्भवको हो। यो अहिले यहाँबाट चाहिँ त्यो गुम्बाको पछाडिको भाग देखिरहेको छ होइन, त्यहाँ चाहिँ पदम सम्भवको चाहिँ मेन मूर्ति चाहिँ परम सम्भवको रहेछ। अनि शाक्यमुनि बुद्ध पनि छ। त्यस्तै गरी हाम्रो 2-3वटा अरू पनि मूर्तिहरू छ त्यहाँ। त्यसमा चाहिँ मेन चाहिँ परम सम्भवको चाहिँ राखेर चाहिँ गुम्बा बनाइरहेको छ। र बाहिरबाट चाहिँ त्यो गुम्बाको जुन स्वरूप छ एकदमै रमाइलो, मनै मोहक हुने खालको छ होइन। अनि भित्र पनि अब अहिले कामहरू भइरहेछ, आर्टहरू भइरहेछ त्यहाँ। सर हामी कता जाँदैछौँ अब? यो खोला जस्तो छ, यो कुलो जस्तो बाटो भएर बाटो नै रहेछ, यो माथिबाट पानी बगेर आएको छ। हामी यहाँको एकदम नयाँ स्कुलमा आइपुगेका छौँ। हजुर। यो चाहिँ ठुलो लगानीमा स्कलरसिपको लागि बनाएको। हजुर। वाउ, राम्रै छ हेर्नुहोस् त। है यो चाहिँ होस्टेलको लागि हजुर बनाएको, यो के अरे बच्चाहरूको यहाँको पढ्ने स्थानीयहरूको लागि, विशेष गरी महिलाहरूको लागि 100% फ्रीमा पढाउने कुरा चाहिँ हामीलाई हिजो यहाँको होटलको भाइले जानकारी दिनुभएको थियो। यो चाहिँ होस्टेलको लागि भएछ। तलको चाहिँ हजुर। स्कुलको बिल्डिङ चाहिँ तल छ। अब यो बाटो चाहिँ अलिकति हिँड्न गाह्रो हुने खालको रहेछ। माथिबाट पानी बगेर चाहिँ यो ढुङ्गो मात्रै बाँकी भयो हुनाले भेलले बाटोहरू चाहिँ बाटो त ठुलो रहेछ। अब यो कुलो साइडतिर बनायो भने चाहिँ ठिक होला है। यसलाई चाहिँ यो बिचबाट पानी बगेर यो कुलो हो कि बाटोहरू जस्तो भएको छ। खोला खोला जस्तै नि छ। हजुर हो, पानी खोला जस्तै फैलिएर पनि छ। फराक भन्दै नि हाफ सर्कल त लगाइसक्यौँ होइन? हाफ सर्कल लगाएछ र हजुर त्यो पनि राइट सर्कलबाट हो। राइटबाट त्यही त। यताबाट हामी यो गुम्बा छेउबाट निस्केको थियौँ सर। यसरी हाम्रो यो जङ्गलको बााउन्डरिजबाट होइन सर, हामी यताबाट यो डाँडा टक्क आयौँ। हजुर एकदम टक्क ठ्याक्क स्कुल हुँदै हजुर हामी चाहिँ यो पहिरो गएको जस्तो ठाउँ देखिन्छ मेलम्ची झ्याङको साइडमा। अनि यो वे टु झाङबु लेखेको छ, सायद यतै हुनुपर्छ। यो काले कुकुरले पनि हामीलाई बाटो खोलेको जस्तो उसले खोल्न खोजिरहेको थियो। यो बाटो देखाउँदै हिँडिरहेछ। काले कहाँ लाने हो तिमीले हामीलाई? यहाँबाट जानुभयो भने तपाईँले अलि अगाडि गएपछि मेलम्ची खोला र भिर पनि देख्न सकिन्छ। र स्कुलको बिल्डिङ पनि यहीँबाट देखिन थालियो। भित्र छिर्नै परेन नि, ठुलो रहेछ त। जङ्बु भन्ने ठाउँमा हामी छौँ। यो चाहिँ मेलम्ची घ्याङको पूर्वतिर पर्छ। अनि यो सागु र गोरेटोबाट हामी अगाडि बढ्दैछौँ। हामीलाई यो कालेले बाटो देखाउँदै अगाडि बढिरहेको छ। अनि यो चाहिँ तपाईँको रिस्की जोन जस्तो नै छ। साइडमा खोलाको आवाज सुन्न सक्नुहुन्छ। अनि यहाँबाट एकदम भिरालो गहिरो खोला देख्न सक्नुहुन्छ। मेलम्ची खोलालाई गहिरो रूपमा देख्न सक्नुहुन्छ। अनि भिरमा पहिरो गएको पनि छ यहाँ, त्यही कारणले यो बार पनि लगाएर राखेको छ। अब हामी थोरै अगाडि गएर हजुरलाई देखाउनेछौँ। यहाँ हामीले गुफा पनि भेट्यौँ। यो मेलम्ची घ्याङको पूर्वी भेगमा जहाँ चाहिँ पहिरो गएको देख्न सक्नुहुन्छ। पानी पनि रसाएर आइरहेको छ। यहाँ पूजा पनि हुँदो रहेछ। पानी थोरै रसाएर आइरहेको छ। र हजुरहरूले यो एकदम जोखिमयुक्त ठाउँ हो। यहाँ आउँदाखेरि धेरै छेउ नजानु होला। यहाँबाट देख्न सक्नुहुन्छ तपाईँहरूले मेलम्ची खोला सुकसुकाइराखेर बगिरहेको छ, पुरै गहिरो। अहिले यो रुखहरूको झारले गर्दा हामी चाहिँ अब बाइकको चाहिँ चेनमा लुब्रिकेट गरेर जाँदैछौँ। किरण दाइ यहाँ हिरो भएर यति भएर बसिएको छ। बस्नु भएको छ। सुमन सर चेनमा मोबाइल हाल्दै हुनुहुन्छ। अब हामी कता जाँदैछौँ दाइ? अब हामी यहाँबाट मेलम्ची भएर काठमाडौँ जाँदैछौँ। हाम्रो भ्लग पनि यहीँ समाप्त गर्न चाहन्छु साथीहरू। अर्को भ्लगमा भेटौँला फेरि। धन्यवाद।